आजको भिडियोमा एकदमै विशेष कुरा लिएर आएको छु, जहाँ चाहिँ म अहिले काम गरिरहेको छु। दुबईको एउटा कुराले मेरो मन कटक्क खायो। त्यो कुरा यदि तपाईँ सुन्न चाहनुहुन्छ भने भिडियोलाई एउटा पनि स्किप नगरेर तपाईँले हेर्नु होला, हैन? किनकि भविष्यमा तपाईँ पनि आउन सक्नुहुन्छ। तर यो कुरा जानिराख्यो भने हजुरलाई धेरै फाइदा हुनेछ। दुबईमा तपाईँ बाटो क्रस गर्दै गर्दा, हैन, तपाईँ यदि जेब्रा क्रसिङमा गएर जब उभिनुहुन्छ नि, जाँदै गरेको गाडी पनि तपाईँलाई गाडी रोकेर चाहिँ आफ्नो गाडी रोकेर चाहिँ तपाईँ जानुस् भन्छ के, हैन? टाढै रोक्छ के गाडी, टाढै रोक्छ अनि के भन्छ, तिमीहरू जाऊ भन्छ के। एकदमै राम्रो लाग्यो मलाई यो कुरा, हैन? म पनि धेरै पटक बाटोमा हिँडेँ। एकजना साथीले भनेको मैले सुनेको थिएँ, दुबईमा चाहिँ गाडी रोकेर जाऊ पहिला भन्छ भनिरहेको थियो कि मलाई नेपालमा हुँदै। जब यहाँ आएर देखेँ साँच्चीकै पब्लिकको चाहिँ एकदमै रेस्पेक्ट गरेको के, होइन? अब हाम्रो देशतिर त हुन्छ नि त, एकदमै ओभरटेक हानिरहेका हुन्छन्, बरु मान्छेलाई उडाइदिएको खबरहरू सुन्छौँ। एकातिर मान्छेलाई पनि हतार भएको हुन्छ, एकातिर गाडीवालालाई पनि हतार भएको हुन्छ। तर यो त यति ठुलो सहर छ, होइन? यहाँको मान्छेलाई त झन् कति हतार होला, होइन? तर एउटा नियम अनि कानुन, एउटा सिस्टमलाई चाहिँ फलो गर्छ कि। यो पनि एउटा देशमा बसिसक्यो भने एउटा यो जिम्मेवारी हो नि त, होइन? अनि पब्लिकको चाहिँ यति रेस्पेक्ट गर्छन् कि यहाँ, होइन? अनि हामी हिजो गइरहेको, होइन, बाटोमा, अनि हामीसँग धेरै भिडहरू पनि थियो, होइन, जो रोड क्रस गर्नलाई, होइन? हुन त त्यहाँ रेड लाइट बलेको थियो न, गाडी चाहिँ हिँड्न सक्थे, तर उसले टाढैबाट हेरिरहेको हुन्छ कि गाडीवालाले जेब्रा क्रसिङमा मान्छे कहीँ आइहाल्छ कि भनेर पनि उसले उतैबाट गाडी सो गरिहाल्छ के। अनि के भन्छ, गाडी रोकेर ओके यु गो भन्छ कि, होइन, तिमीहरू जान सक्छौ भन्छ। अनि एकदम मजाले के कुर्न जति पनि तयार के। तर मान्छेहरूलाई चाहिँ उनीहरूले कुनै पनि एक किसिमको के भन्छ, मान्छेहरूलाई कुनै पनि रोकआउट हाल्नै चाहँदैन कि, बरु आफू रोकिन्छ जति हतार भए पनि, तर रोड क्रस गर्ने मानिसलाई चाहिँ क्रस गर्न दिन्छ क्या साथीहरू। यो कुरा चाहिँ दुबईको मलाई एकदमै राम्रो लाग्यो, होइन? अनि दुबईमा अर्को कुरा के भनेपछि साथीहरू, होइन, यहाँनिर अर्को कुरा के छ भनेपछि कि रोड क्रस गर्ने मानिसहरू जो हुन्छन् नि, होइन, रोड क्रस गर्ने मानिसले चाहिँ अर्को कुरा के बुझ्नु पर्यो भनेपछि कि रोड जहाँ पाए त्यहीँबाट चाहिँ दुबईमा काट्न पाउँदैन हाइवेहरूमा, है। त्यहाँदेखि चाहिँ के ख्याल गर्नु पर्यो भने यदि इनकेस यदि एक्सिडेन्ट भइहाल्यो भने नोक्सान हुने हामीहरूलाई हो नि त, उसलाई नोक्सान केही पनि हुँदैन। त्यही भएर जेब्रा क्रसिङ बनाइएको छ। जेब्रा क्रसिङबाट नि हामीले क्रस गर्नुपर्छ, होइन? कति ठाउँमा त फाइन पनि हानिदिन सक्छ, पैसा तिराउन सक्छ, किनकि त्यो इलिगल हो, होइन? जेब्रा क्रसिङ बनाएको छ, जेब्रा क्रसिङबाट मात्रै रोड क्रस गर्नुपर्छ भन्ने कुरा थाहा पाउनु पर्यो, होइन? अब दुबईको प्रगति अनि विकासको कुरा त अब कुरै छोडौँ, होइन? कति के दुबईले विकास गरेको, होइन? धेरै विकास गरेको छ। अब जस्तो यो पुरै मरुभूमि हो, जहाँ पनि बालुवा छ। तपाईँले सानो टुक्रा जमिन देख्नुभयो भने पनि त्यहाँ बालुवा मात्र देखिन्छ, माटो त देखिन्न। अब विकासको कुरा गर्ने हो भने त कहाँ विकास त लास्टै छ दुबईमा, होइन? यहाँ चाहिँ बोट बिरुवा असम्भव थियो, बोट बिरुवा सम्भव छ। साँझ बिहान पानीले चार्छ, तर फेरि त्यो पानी कहाँबाट आयो, होइन? त्यो धेरै टाढाबाट ल्याएको होला नि त त्यो पानी, होइन? त्यो पनि अझ 24 घन्टा पानी हुन्छ, त्यो पनि अझ प्योर पानी हो के, पुरा फिल्टर गरिएको पानी हो, होइन? यस्तो विकास के जहाँ असम्भव छ त्यहाँ पनि मानिसले चाह्यो भने सम्भव बनाउँछ, मानिसले गर्न चाह्यो भने पछि गर्दो रहेछ के भन्ने यहाँबाट थाहा भयो के। तर हाम्रो नेपाल देशमा त वन जङ्गलको कमी छैन, त्यहाँ बोट बिरुवा छ, पानीको पनि कमी छैन, होइन? तर चाहिँ यहाँ चाहिँ केही थिएन, तर पनि मानिसले चाहिँ धेरै बनाइदिए कि यो देशलाई, होइन? त्यही भएर साथीहरू, तपाईँलाई यो भिडियो कस्तो लाग्यो कमेन्ट बक्समा भन्न नभुल्नु होला। यदि दुबईको बारेमा अरू पनि केही कुरा तपाईँहरू सोध्न चाहनुहुन्छ भनेपछि मलाई तपाईँहरूले कमेन्ट बक्समा या त मलाई इनबक्समा, होइन, च्याट पनि गर्न सक्नुहुन्छ। म तपाईँहरूको म्यासेजको अवश्य पनि रिप्लाई दिने